साथीहरू अहिले चाहिँ हामी नेपालमै छौँ। नेपालको बोर्डर साइड यो चाहिँ कैलालीको यो चाहिँ धनगढी वन महानगरपालिका 18 रहेको बोर्डर नजिकै छौँ हामी साथीहरू। यता चाहिँ गाई बस्तुहरू चढ्दैछन्, उता भैँसी हो कि के हो चढ्दैछन्। यता चाहिँ के अरे यहाँ चाहिँ मान्छे यदि कसैको केही भयो भने यता आउने र मान्छेहरू जलाउने र नदीमा फाल्ने पनि गर्छन् है। यी सबै नेपालीहरू अहिले मसानघाट जस्तै भनौँ कि है। म चाहिँ अब इन्डिया र नेपालको एउटा खम्बा छ है, उता जाँदैछु म। खम्बामा अहिले दिउँसोको लगभग कति बजिसक्यो भने नेपालमा चाहिँ 4:20 भएको छ भने इन्डियामा चाहिँ अहिले 3:05 भएको छ साथीहरू। यो चाहिँ यहाँतिर चाहिँ भारत लेखेको छ भने 740 अनि 158 लेखेको छ भने उतापट्टि चाहिँ के लेखेको छ हेरौँ। अब यहाँदेखि नेपालीमा लेखेको छ 740 छ भने 158 लेखेको छ। यो खम्बा नम्बर हो यहाँको। अनि यहाँदेखि यो नेपालको उता चाहिँ भारत छ भने यहाँ चाहिँ नेपाल चाहिँ यता गाईबस्तुहरू चर्छन्, यता गोरु सबै चर्छन्। यतातिर चाहिँ खेतीबारी गर्ने र यता ठुलो मैदान छ, यता यो गाईबस्तुहरू चर्ने साथीहरू। अहिले चाहिँ यस्तै छ भनौँ। यहाँतिर गर्मी पनि अलिअलि हिजो अस्तिदेखि पानी परेको थियो, अलि गर्मी कम भएको छ, हावा चलिरहेछ भने अस्ति चाहिँ धेरै गर्मी थियो। अब अहिले चाहिँ हामी यहाँ छौँ है साथीहरू। म तपाईँको साथी, म पनि यतै छु भारतको। यहाँ छ, यहाँ लेखेको छ है साथीहरू, मलाई पनि देख्नु, यता हेर्नु होला साथीहरू कस्तो छ है साथीहरू। लाइक सेयर कमेन्ट चाहिँ गर्नु होला है सबैजनाले।